नमस्ते सेवारो साथीहरू, तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। मेरो दिदीबहिनी युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। अनि आजको मेरो दिन चाहिँ सुरु भइसक्यो। मौसम छ यस्तो, यहाँ हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ धनिया टिप्न आएको छु। अलिकति मेरो सब्जी बारीमा साथीहरू आज चाहिँ म साथीहरू अनि तपाईहरुकोतिर मौसम आज कस्तो छ? हाम्रोमा चाहिँ आज मधुरो घाम लागिरहेको छ। साथीहरुकोतिर चाहिँ यस्तो यो हुन्छ कि हुँदैन, यो चाहिँ हाम्रोमा मैले हिजोअस्ति कति धेरै त भन्छ न 20 दिन त होइन 15 दिन जति भयो होला छरेको भर्खर मात्रै हुँदैछ। यो चिन्नुहुन्छ कि चिन्नुहुन्न खासै मलाई पनि यसको नाम चाहिँ थाहा छैन, तर खानु चाहिँ हुन्छ भनेर यसो छरेर ट्राई गरी हेरौँ न भनेर चाहिँ मैले थोरै छरेको। साथीहरू मेरो कागती पनि फल्ने सुरु भइसकेछ। मैले यो 2 वर्ष जति भयो होला मनक्कै फल्ने भयो। यसपालि चाहिँ मजाले खाने पर्यो। साथीहरू खानु आउनु होला, म भोलि पर्सि देखाउने छु तपाईहरुले। यहाँ चाहिँ एउटा फलिरहेको छ, यत्रो भएको रहेछ। अब भोलि पर्सि खाइदिनु पर्ला। भनेर चाहिँ यहाँ काटेर सुकाएर रेडी पारिसकेको छु। यो चाहिँ एकदम हामीले नै आफै रोपेर उयो गरेर काटेर अब सुकाएर पिसाएर हामी चाहिँ खानु आँटेको छौँ साथीहरू। मैले चाहिँ यहाँ सोप अलिकति रोपेर छरेको थिएँ कि, अनि अहिले चाहिँ फुलेर अब पाक्नु फलेर पनि पाक्नु आँटेको होला साथीहरू। यो चाहिँ कस्तो राम्रो भएको छ। अनि मेरो दिदीबहिनी युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्दै म चाहिँ आज बिदा हुन चाहन्छु। अर्को भिडियोमा भेटौँ होला साथीहरू।